फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो नयाँ भिडियोमा। हामी चाहिँ सबैजना अब कहाँको गएर ठुलो मम्मी पेरेन्ट ताल जाँदैछौँ साथीहरू। यहाँभित्र जानु पाइसकेन है। यता माथिल्लोपट्टि एउटा ताल छ अनि यता तल्लोपट्टि एउटा ताल, दुईटा ताल। त्यो भएर पनि प्लेन ताल राखिदिएको होला, जोडी ताल भएर पनि। पानी खान्छु ल। यहाँभित्र पनि छ अङ्कल। ए यता चाहिँ छ हाम्रो चाहिँ के अरे यो सेकुवा आइसकेको छ। अन्त सेकुवा खाने नाङ्दो वेटर्समा काम गरौँ। हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो नयाँ भिडियोमा। अनि यहाँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। अनि त्यसपछि आज चाहिँ मैले के को भिडियो बनाउँदैछु भन्दाखेरि आज चाहिँ हामी के अरे मम्मी अनि ठुलो मम्मी अनि आन्टी भएर हामी चाहिँ यहाँ पर नि एउटा ताल प्रेम ताल कि के भन्ने ठाउँ छ अरे। अनि त्यहाँ जाने भनेर हामी जाँदैछौँ साथीहरू। त्यही भएर मैले चाहिँ यहाँ भिडियो सुरु गरिहालेँ। अब हामी जाने। मम्मीहरू यहाँ अगाडि गइसक्नुभयो, म चाहिँ यहाँ भिडियो सुरु गरेर जाँदैछु। हेर्दै गर्नु होला त। मम्मी आन्टी ठिक भइसक्नु भयो। छिटो 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 आउनु है, छिटो लु भन्नु। हेलो हेलो मम्मी, हामी कहाँ गएको अरे? घुम्नु गएको आज। अब हामी चाहिँ घरबाट निस्केको। अनि अगाडि ठुलो मम्मी बाई बाई आउँछ। हामी चाहिँ जाँदैछौँ। अनि ओके मम्मी आन्टी हामी चाहिँ अब यहाँ घरबाट निस्किसकेको छौँ। ठुलो मम्मी हाई भन्नु त। हाई आन्टी हाई गर्नु। मम्मी मम्मी हाई। हामी चाहिँ सबैजना अब कहाँको गएर ठुलो मम्मी पेरेन्ट ताल जाँदैछौँ साथीहरू। सब त्यो प्रेम ताल भनेको चाहिँ सबैजना जोडी जोडी जाने होला। अब हामी पनि जोडी जोडी म कहिले पनि गएको छुइनँ त्यहाँ। अनि त्यही भएर हेर्नु त। हजुर ए छोड्दे होस्, लाउँदिन अरे मास्क छोडेछ लाउँदिन। अब हामी चाहिँ यो बाटोबाट जाँदैछौँ। अगाडि छिटो तिनजना चारजना जानु मात्रै कति 400 अरे हो। अब यहाँ लानु हिँड्नु भने जाँदै मात्र हिँड्नु त उता हिँड्नु त। त्यो पल्लो हो तपाईँहरूको? तपाईँ त्यत्रो भन्नुहुन्छ नभए हुँदैन भने त हिँड्दै पनि जानेको। साथीमा लगिदिनु नि त हो नि लो अङ्कल। एकैछिन पुग्छ, हामी 4 जना भयो मात्रै भाडा मिलेर हामी चाहिँ अब बसेकै पर्खिन। हाम्रो छोराले त 50 रुपियाँ गोटा त लान्छ भन्दै थियो। लु जम 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 60 रुपियाँ गरेर है। अब हामी चाहिँ गएको सफारीमा चलेर अनि अब म एकैचोटिमा प्रेम तालतिर भिडियो गर्छु है। हामी चाहिँ यो बाटोबाट जानुपर्ने छ।
भवानीपुर आइपुग्नु आएको हो यहाँ मम्मी चाहिँ यहीँ बस्नुभयो हामी चाहिँ यहाँ के अरे यहाँनिर अलिक अप्ठ्यारो रहेछ नि त अनि त्यही भएर यहाँ चाहिँ हामी चाहिँ हिँड्नु पर्ने भयो साथीहरू हामी चाहिँ एकछिन हिँड्नु पर्ने भयो त्यही भएर हामी हिँड्दैछौँ यहाँ एकछिन हिँड्नु पर्छ हिँड्न लागिरहेको छ त्यसमाथि चिसोमा हिँड्दाखेरि ए यताबाट छिर्नुपर्छ होला ट्री हाउस चाहिँ यता हजुर कहिले गएको त छैन हो ट्री हाउस चाहिँ यहाँभित्र छ देखेँ अहिले हामी यहाँसम्म हिँडेर आइपुग्यौँ अब हामी यहाँ चढ्नुपर्छ देउती खोला आइपुग्यो हामी रामको सिउती यहाँदेखि पनि उतै जानुपर्छ होला के सानो इटु होला यहाँदेखि पनि हामी उतै जानुपर्छ बाटो अहिलेसम्म त बाटो राम्रो थियो अहिले त बाटो अलिक निकै झरी छ यसरी जोडी जोडी जाने ताल रहेछ के गर्न हामी नि भएछ यतातिर त धानको बिउ उम्रिनु सकेको छ त Few moments later. फाइनली आइपुग्यो साथीहरू हामी चाहिँ प्रेमताल आइपुग्यौँ यो चाहिँ के अरे पञ्चायत सिमसारहरू के लेखेको थियो कि यहाँ पर त्यहाँ सफारीबाट आउँदा मैले मजाले भिडियो गर्नु पाइनँ एकछिनमा जाँदा गर्छु होइन तर यहाँनिर प्रेमताल पनि भन्दो रहेछ यसलाई यहाँनिर दुईवटा ताल रहेछ क्या यहाँ एउटा अनि एउटा उता पहाडी छ एकछिनमा देखाउँछु ल हामी सफारीमा यता आइगयौँ हामी सब उता जाँदैछौँ मम्मीहरू उता जाँदै हुनुहुन्छ यहाँनिर चाहिँ पिकनिक पनि आउनुहुँदो रहेछ आज शनिबार भएर अनि पिकनिक पनि आइराख्नु भएको छ यहाँनिर अरूहरू पोखरी म चाहिँ अब त्यहाँ पर नि जाँदैछु यहाँको देखाउँछु है खुट्टामा के हालिदिन्छ हौ साथीहरू पोखरी कस्तो सफा अनि राम्रो रहेछ हौ पोखरी यहाँबाट यता दुईटा पोखरी यो रुखहरू कस्तो राम्रो देखेको क्या मम्मीहरू पर आउँदै हुनुहुन्छ म चाहिँ यहाँ अगाडि भिडियो बनाउँदै जाँदैछु है कस्तो घाँटी दुखेर खोक्दै भिडियो बनाउँदै हिँडिरहेको छु
हामी साथीहरू बस्ने ठाउँ पप्पिट ब्रिज अरे पप्पिट कस्तो पढ्नु पनि आउँदैन यार यस्तो राम्रो नेपाल मगर सङ्ग्राम धुनी 7 द्वारा निर्मित बौद्ध गुम्बा कस्तो राम्रो रहेछ हौ यहाँभित्र जानु पाइसकेन है जानु पाइस होला आन्टी बुद्ध यहीँ बुद्ध भगवान कस्तो राम्रो मलाई त कस्तो बनाउँछ लुडोको हाम्रो मम्मीको एकदम रोग कष्टहरू सबै बनाउँछ तिमी गरिसक्नु भयो बुद्ध भगवानको आशीर्वाद सन्त होस् गुरु पुज्य हुँ बुद्ध भगवानको आशीर्वाद लागोस् त्यही हो अनि अब यता जानु हो कस्तो राम्रो हो यो माथिको यो कस्तो राम्रो लाग्छ पो त मलाई यहाँ माथिको यिनीहरूलाई ध्वजा कस्तो मलाई कस्तो राम्रो लाग्छ पो त यो लगाएको त यहाँनिर कस्तो राम्रो मैले यो के अरे म यहाँ फर्स्ट टाइम आएको नि त अनि मैले फर्स्ट टाइम आएको नि मलाई थाहा नै थिएन अनि अरूहरूले प्रेम ताल भन्नुहुँदै थियो क्या अनि मलाई थाहा थिएन नि त कस्तो राम्रो हेर्नु न काठको हो खुर्किलो पो रहेछ त्यही म त सिमेन्ट कति राम्रो काठको रहेछ यहाँ वा बस्ने ठाउँ कस्तो राम्रो बस्ने ठाउँ अन्त त्यसपछि चाहिँ के अरे यहाँनिर प्रेम ताल भन्नुहुँदै थियो अरूहरूले अनि अस्ति नै के अरे मेरो ठुलो मम्मी अनि भाइ आउनुभएको थियो क्या यहाँनिर अनि प्रेम ताल भन्नुहुन्छ अनि म चाहिँ रासा ताल सम्झिरहेको थिएँ अनि मैले अनि युट्युबमा पनि सर्च गरेर हेरेको क्या प्रेम ताल अनि इटरी भनेर तर देखाएन रासा तालले देखायो कि तर फाल्टै रहेछ रासा ताल र प्रेम ताल यहाँ प्रेम ताल चाहिँ किन भनिएको हो भने मलाई लाग्छ होइन यता एउटा रहेछ अनि त्यसपछि यता एउटा दुईवटा ताल रहेछ कि त्यही भएर अब जोडी ताल भएर नि नामै प्रेम ताल राखिदिएको होला मलाई त्यस्तो लाग्यो क्या कस्तो राम्रो है कस्तो आनन्द हुन्छ हो यस्तो उमा पोखरी हुँदो रहेछ नि यहाँदेखिको अनि यता यस्तो अनि यहाँबाट उता उता कोही पनि पुग्छ बस्ने ठाउँहरू शान्त कस्तो राम्रो क्या मलाई त यहाँ आएर कस्तो राम्रो काठको बस्ने ठाउँ रहेछ है अनि त्यसपछि चाहिँ ठिक्क मुनि पोखरी अनि यहाँ माथि बस्ने ठाउँ अनि मलाई कस्तो बस्नु मन लाग्यो साथीहरू अनि म त बसिदिएँ है मम्मीहरू उता फोटो खिच्दै हुनुहुन्छ अनि म चाहिँ यहाँ आएर बसिरहेको छु यहाँ त कति पिकनिक खानु पनि आउनु हुँदो रहेछ मान्छेहरू अनि त्यसपछि जोडी जोडी गर्लफ्रेन्ड बोयफ्रेन्ड पनि घुम्न आउनु हुँदो रहेछ मेन फ्यामिलीसँग आउँदा पनि एकदम राम्रो ठाउँ रहेछ यहाँनिर आएर बसेर खाने होइन घुम्ने एकदम दामी यसलाई गरेर माग्नु न तपाईँ यताबाट मामा गर्मी भयो आइदिनु हाम्रो मम्मीको भिडियो बनाइदिनु भयो राम्रो राम्रो भिडियोहरू देखाउनुहुन्छ त हाम्रो मम्मी टिकटकै साथीहरू तर घामले टल्केर देखिएन आउनु मम्मी मम्मीलाई हिँड्नुमा मम्मी कस्तो अप्ठ्यारो भयो काठको उ रहेछ यो मेरो कस्तो राम्रो यो हिँड्ने ठाउँ यहाँ कस्तो राम्रो यो चाहिँ मासु पोखरी हो होइन
पोखरी मास्लो भयो है। अनि यता तल्लो पोखरी म देखाउँछु र। अनि यहाँ देखेँ यस्तो कस्तो राम्रो है। वाउ कस्तो राम्रो मम्मी, राम्रो। साथीहरु चाहिँ इटालीमा रहेको यो के भन्छ ठ्याक्कै एक्ज्याक्ट लोकेसन थाहा भएन है। अनि यो चाहिँ म चाहिँ अहिले प्रेमतालमा आइरहेको छु। अनि यता मास्लोपट्टि एउटा ताल छ अनि यता तल्लोपट्टि एउटा ताल, दुईटा ताल, त्यो भएर पनि प्रेमताल राखिदिएको होला, जोडी ताल भएर पनि। त्यसपछि चाहिँ होइन अनि एकदम राम्रो रहेछ। अनि घुम्ने ठाउँहरू पनि राम्रो। अनि कस्तो अब वातावरण पनि हरियाली कस्तो राम्रो क्या, सिरिरी हावा चलिराख्ने। अब यस्तो पोखरीको छेउदी त हावा त अभियसली चलि नै हाल्छ। त्यो मन्द गतिमा के भयो अरे मम्मी, मन्द गतिमा हावा चलिरहेको मन्द गतिमा हावा चलिरहेको एकदम आनन्द क्या। अनि कति धेरै अब पीडामा मान्छेहरू अब पर्नु भएको हुन्छ। अनि अब आएर बस्दा पनि एकदम आनन्द हुने क्या, आनन्द ठाउँ रहेछ। अनि जति पनि अब टाढा टाढा हुनुहुनेहरूलाई त अब भन्न सक्दिनँ, अब कुनै दिन आउनु पनि सक्नुहुन्छ है। अब अनि यहाँ इटलीमा रहनुभएका साथीहरू कति धेरै त आइ पनि सक्नुभएको होला। त्यही पनि जो पनि आउनुभएको छैन नि उहाँहरू सम्पूर्ण चाहिँ एकचोटि आएर यहाँ घुमेर जानु होला, एकदम राम्रो रहेछ के। अनि यहाँ चाहिँ पानी, यो चाहिँ पानीको ट्याङ्की। अनि यो चाहिँ पानी साथीहरू, पानी आउँछ आउँदैन म चेक गर्छु है त। वाह पानी पनि आउँदो रहेछ, यहाँको पानी खानुहुन्छ मम्मी? तिर्खा लागेको छ भने पानी खान आउनु होला। हस् पानी साथीहरू, कस्तो चिसो पानी, मलाई पानी खानु, म पानी खान्छु ल। भिजौ जुत्ता भिजौ साथीहरू, कति राम्रो यो धारा, पानी पनि आउँदो रहेछ। अनि यहाँको चाहिँ के रहेछ, यो चाहिँ फोहोरहरू फ्याँक्ने ठाउँ। अब फोहोरहरू फ्याँक्ने ठाउँ यस्तै छ। यहाँ चाहिँ तपाईँहरू जानु कस्तो। अब हामी चाहिँ जाने हो। जम्लो भक्कु बनाउनु भयो टिकटक त बनाएन, टिकटक त चल्दैन। जम अब हामीले चाहिँ उहाँ सेकुवा पोल्नु लगाइरहेको छौँ। अब हामी चाहिँ गएर सेकुवा खाने हो साथीहरू। हामीले यहाँ बसेर फोटो पनि खिच्यौँ, घुम्यौँ। प्रेमतालमा अब हामी चाहिँ फेरि उता जाँदैछौँ है। अब हामी फेरि फर्किँदैछौँ। हामी चाहिँ यहाँ घुम्यौँ अनि फोटोहरू खिच्यौँ, अलिअलि टिकटक पनि बनायौँ। मैले चाहिँ भ्लग नै बनाएँ, भिडियो गरेँ। अनि मम्मी आन्टीहरूको फोटो खिचिदिएँ। अनि त्यसपछि हामीले अघि सेकुवा अर्डर गरिरहेछौँ साथीहरू। अनि हामी चाहिँ सेकुवा सेलाउँछ भनेर फेरि गएको। त्यही हो, खासै धेरै घुम्ने ठाउँ त छैन यहाँ। तलतिर त्यो पार्क हुँदी जस्तो, तर दुईवटा ताल अनि त्यो फोटो खिच्ने ठाउँ, बस्ने ठाउँहरू चाहिँ राम्रो राम्रो। अनि त्यही हो, अनि खाने ठाउँ, बस्ने ठाउँ, अनि दुईवटा ताल राम्रै हो। यहाँनिर उहरू चाहिँ रहेन नि, त्यो के भन्छ खेल्ने, के भन्छ ढुङ्गा, पानी जा, त्यो केहरू चाहिँ रहेन रहेछ। त्यही ठाउँको चाहिँ कति धेरै सुविधा भएको है आन्टी?
सबैतिर क्या उता उता त पाहाडको उता उता पनि बस्ने ठाउँ यता पनि हाम्रो सिक्वा पर्ने ठाउँ यस्तो छैन है त्यो सानो भएको यहाँ भित्र पनि छ अङ्कल ए यता चाहिँ छैन हो ए ए 3 ठाउँ मात्रै पुल्दै हुन्छ नि चाहिँ सबै पोहोरको हो हजुर कोठा पनि छ ए समय दिउँसोको 1 बजेदेखि बेलुकाको 5 बजेसम्म हामी कहाँ बसेको छौँ 5 नम्बरमा वा हजुर हाम्रो चाहिँ के अरे यो सेकु आइसकेको छ अनि त्यसपछि चाहिँ यो के अरे सरुवा 1 बोतल आइसकेको छ अनि त्यसपछि चाहिँ सेकुवा मासु खानु नि त आन्टीले आन्टी लिनुहोस् रमी लिनुहोस् होइन एउटा स्ट्यान्ड चाहिँ किन्ने बेला भएको रहेछ मलाई साथीहरू अब म चाँडै पैसा कमाएर किन्छु है अझै हात बोतल दिनु ल सर साथीहरू हामीलाई स्पेसल चटपटीमा आइसक्यो चटपटी पनि पाउँदो रहेछ यहाँ चटपटी अनि सेकुवा अनि सरुवा बेल एकदम मिठो हुँदो रहेछ सेकुवा पनि हेर्नु नि म कस्तो मिठो लाग्दो सेकुवा देख्ने महिना मैले एक पिस लगाइरहेको थिएँ कसले खाएछ आइराख्नु होला साथीहरू मेरो चाहिँ एउटा स्ट्यान्ड किन्ने बेला भएको छ है म बिस्तारै पैसा कमाएर किन्छु अहिले चाहिँ यतिकोमा दुःख सुख गर्दै गरौँ कति रुपियाँ पर्छ कति सय पर्छ स्ट्यान्डलाई किनिदिनु हुने मम्मीले अहिलेको अहिले मेरो फोन अडाउने स्ट्यान्ड किनिदिन आँटिसक्नु भयो यहाँ होइन सरुवा आन्टी लाग्दैन म त किन्दिनँ पो भयो त त्यसले मेरो जिन्दगी सुरु भयो सारा सोल्नु लगाएर त्यो पनि म भन्थ्यो कस्तो राम्रो गीत मतलब रुनु पो मन लाग्नु थाल्यो रुनु पो मन लाग्नु थाल्यो आधी केजी सेकुवा र 1 बोतल अनि आधी फेरि त्यसको आधी बोतल सरुवा पनि सक्यो अब फेरि म अर्डर गर्नु जाँदैछु सेकुवा अर्डर गर्नु जाँदैछु साथीहरू सेकुवा चाहिँ एकदम दामी हुँदो रहेछ मिठो
मलाई कस्तो मन पऱ्यो यहाँको सेक कतिहरू सेकवा खाने नाङ्दो जान आन्टीलाई एक मिनट फेरि म चटपटी अर्डर गर्न जाँदैछु म त कुदेको म त यहाँ वेटर्समा काम गर्छु होला वेटर्समा काम गरौँ लिएर आइहाल्नु पऱ्यो यहाँबाट पानी लिनु जाँदैछु यहाँ धारा पनि छ धारा फोहोर नफाले बाहिर फोहोर यहाँ हालौँ हाम्रो मात्र थुन्ने ठाउँ कुकुर पानी खान्छु म यहाँको यो खाने पानी हो कि के हो दिदी ए म यहाँ पानी थाप्दैछु है पैसा जोगाउनु पर्यो नि त यहाँ उ त्यो हाँस जस्तै भएको चाहिँ कतिखेर कुदाउँछ ए कहिलेदेखि को नाम हाई भन तिम्रो नाम के हो भनिदेऊ त विवेक लिम्बू हो तिमी कहाँदेखि आएको तरराबाट ए कतिमा पर्छौ 10मा पानी लगेर जाँदैछु म किनभने यहाँ पानी पनि किनेर खानुपर्छ अनि पानी खाने पैसाले हामी बरुभन्दा सरुवा खान्छौँ साथीहरू कसले पानी खान्छौ त सरका छेउमा तै खा कसले पानी खान्छौ त सरका छेउमा तै खा आन्टी के भयो अरे बस आँखा नि देख्नु छोडिरहेको छु बिचरा हाम्रो मम्मीले त सरुवा पनि खानु भयो जे पो खानु त म त सेकुवा खाएँ टन्न त ज्ञानी हुनुहुन्छ है अझै आउँदैछ फेरि सेकुवा के अलिकति सरुवा पनि खानुहुन्छ त हौ मम्मी नखाने ए हुन्छ भनेको त 25 मिनेट ठुलो मम्मी कस्तो भयो सेकुवा सेकुवा मिठै भयो अघि नै पोल्नु धेरै लगाउँ भनेको त मानेन अब फेरि पर्खिनु पर्यो होइन म त साथीहरू मैले अस्ति नै तररामा खाएको थिएँ है सेकुवा अनि त्यसपछि मलाई मनै परेको थिएन 300 रुपियाँको एक प्लेट दिनुभएको थियो खाएको अगाइ गएँ अनि तर यहाँको सेकुवा त एकदम बब्बाल हुँदो रहेछ म त फेरि अगाइन म त अनि गएर भनिराखेर साथीहरू सेकुवा सक्यो है अनि सेकुवाको मोबाइल ब्याङ्किङ तर हाम्रो सेकुवा आउँदैछ 25 मिनट पर्खिनु पर्दो रहेछ ल अघि 25 मिनट पर्खेर आधा किलो खायौँ 1 किलो बनाउनु लाम भनेको यो आमा छोरी मानेन फेरि बनाउनु लाउँदैछु अब हामी कति 15 वर्ष पनि बाँचिँदैन बाँच्नुपर्छ 15 वर्ष होइन 100 वर्ष बाँच्नुपर्छ होइन साथीहरू हो खानुको लागि तपाईँहरू पनि सेकुवा खानु आउनुहोस् ल के अरे ऊ त यहाँ उहाँ हुनुहुन्छ नि उहाँ आन्टी हजुरले चाहिँ के अरे हजुर ऊ त प्याज अनि लसुन मासुहरू केही पनि खानु हुँदैन क्या अनि चाउचाउ पनि खानु हुँदैन चिकनबाट एकदम सादा चाउचाउ पनि नहालेको प्याज पनि नहालेको चटपटी आइसकेको छ आन्टीको लागि अनि हाम्रो लागि चाहिँ हामीले अझै 25 मिनट घुर्नु पर्ने हुन्छ होइन मम्मी अब यो चाहिँ म मात्रै खाने हो हाम्रो मम्मी र ठुलो मम्मीलाई त म त दिदिनँ म एक्लै खान्छु अब हामीले चाहिँ खाइसक्यौँ खाएर अब म चाहिँ यहाँ बिल पे गर्नको लागि जाँदैछु कति भयो हाम्रो कति भयो हुन्छ पैसा फेरि त यति आयो मैले चाहिँ बिल पे गरेर आइसकेको छु यहाँनिर चढेर गर्ने यसको चाहिँ के अरे ऊ त पाइडल बिग्रिरहेको छ अरे क्या अहिले त्यही भएर चाहिँ चल्दैन अरे यहाँ अहिले चाहिँ सम्पत्ति नभएर गरिब भइदिएन भएको सम्पत्ति नचिनेर गरिब भइन्छ वा कस्तो राम्रो लेखेर राख्नुभएको
2 hours later. आन्टी यता हेर्नु न कति मजाले मिलेर हिँड्नु भएको यता हेर्नु है यतै कस्तो भयो ठुलो मम्मी रमाइलो भयो सँगै बस्नु त सँगै बस्नु साथीहरू हामी चाहिँ अब होइन के अरे खाँदै जाँदा बस्दै जाँदा चारजना एकदम रमाइलो भयो अनि रात पऱ्यो क्या राति त झन् यहाँ कति धेरै रमाइलो हुँदो रहेछ अब होइन तर अलिक गाह्रो चाहिँ के हुँदो रहेछ भने सफारी पाइँदैन रहेछ क्या यहाँनिर चाहिँ अघि हामी आएको सफारी चाहिँ फेरि हामीले बोलाएको थियौँ अनि फेरि त्यो दाइको काम परेर इटरी जाने काम पऱ्यो अरे त्यही भएर भ्याउनु भएन अनि त्यही भएर साथीहरू अब हामी चाहिँ यहाँ परसम्म हिँड्दै जान्छौँ अनि त्यहाँ परतिरसम्म सफारी पायौँ भने चाहिँ हामी सफारी चढ जाने भनेको रात परिसक्यो भाइलाई पनि लिनु चाहिँ बोलाइरहेको छौँ भाइ पनि आउँछ है अब त्यही हो अब रमाइलो भयो आजको दिन एकदम मम्मीहरूसँग आन्टीहरूसँग आएर रमाइलो गर्नु पाउँदा मलाई पनि धेरै खुसी लाग्यो पहिलोपल्ट यो ठाउँमा आएँ अनि त्यही हो सबैजनाले मेरो भिडियो हेरेर अन्तिमसम्म हेरेर माया गरिदिनु होला मन पराइदिनु होला अनि त्यसपछि चाहिँ जसले मेरो च्यानललाई सब्सक्राइब हान्नुभएको छैन सबैजनाले सब्सक्राइब पनि गरिदिनु होला अनि भिडियो अब कस्तो राति अनुहार पनि देखेको छैन होला देखिनु त अनि यहाँ सबैजना ठुलो मम्मी हातबाट तानेर फेरि अरूतिर ठुलो भन्दै अब आजको भिडियोबाट चाहिँ हामी है अन्त हुन चाहन्छौँ बाई 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 बाई